जति धेरै मान्छे त्यति धेरै मुख, अनि जति धेरै मुख त्यति धेरै कुराहरू। अनि हामीले मान्छेको पछाडि लागेर हुन्छ त? कसले के भन्यो, कसले के सुनायो, हामीले सुन्नै पर्यो त। हाम्रो जीवनको कथा व्यथाहरू हामीलाई थाहा छ, हामीले कसरी कुन परिस्थिति पार गरेर यहाँसम्म पुगेका छौँ भन्ने। अनि सबैलाई स्पष्टीकरण दिँदै हिँड्नु त। मान्छेको पछाडि कहिले पनि लाग्ने होइन। आफ्नो जीवन सरल र सजिलो कसरी बनाउने, बरु त्यो पछाडि लाग्नुहोस्। आफ्ना समस्याहरूको समाधान कसरी खोज्ने, बरु त्यो पछाडि लाग्नुहोस्। आफ्ना जिम्मेवारीहरूलाई कसरी पुरा गर्ने, बरु त्यो पछाडि लाग्नुहोस्। मान्छेहरूका पछाडि लागेर तपाईँ कहिल्यै केही र कहीँ कुनै गन्तव्यमा पुग्नुहुन्न। यो जहिले पनि मनमा राखिराख्नुहोस्, गाँठो बनाएर। र मान्छेहरूको ओपिनियन्स, थट्स र जजमेन्टले तपाईँको जीवन सजिलो कहिले पनि बन्दैन। अप्ठ्यारो र कठिन, जटिल अवश्य पनि बन्छ, तर सजिलो, सरल र सफल फिटिकै पनि बन्दैन। त्यसैले आफ्नो मनको सुन्नुहोस्, आफ्नो लागि राम्रो सोच्दै अगाडि बढ्नुहोस्, अरूको पछाडि नलाग्नुहोस्। धन्यवाद।